मेरो आवाजको दायरामा रहनुभएका सुन्दर रूपनका धनी र यो देशको भोलि भविष्यको कर्णधार बन्ने मेरा प्यारा भाइ बहिनीहरूमा मेरो न्यानो अभिवादन नमस्कार। जय कला क्रान्ति। म यो स्कुलमा 1 कक्षादेखि 10 कक्षासम्म निरन्तर पढि एसएलसी पास गरेँ। त्यही भएर मैले अहिले पश्चिमाञ्चल बोर्डिङ स्कुल र नगेनाथ एकाडेमी 2टा प्राइभेट स्कुलमा पढाउँछु र त्यहाँ बुझेको तलब मैले यहाँ मेरो 2टा छोरीलाई पढाउँछु। किनकि मैले जुन स्कुलमा बसेर आफ्नै तरिका जुन प्रगति गरेँ त्यसमा यही स्कुलको भागीदार छ भनेर मैले मेरा 2टा आँखा ज्योतिहरूलाई पनि यही राख्छु। त्यो प्राइभेटमा पढाएर सरकारी स्कुलमा आफ्ना छोरीहरूलाई पढाउँछु। यो दोष गर्न चाहे र मैले यति मात्रै होइन, मुख्यमन्त्रीको स्तर, सहायक मन्त्रीको सम्मान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद भइजाँदा त्यतिखेर शपथ खाइराख्दा पनि मैले यही स्कुललाई सम्झिन्थेँ। मैले यो देशको 3टै राष्ट्रपतिहरूबाट पुरस्कार पाएँ, सम्मानित भएँ। मैले यही स्कुलको 1 कक्षा 10 कक्षासम्म पढेका टिचरहरूले दिएको ज्ञानले पाएँ भनेर मनमा नै मनन गर्छु। प्रबल जनसेवाश्रीबाट विभूषित भएको सम्झिँदै गर्दा मैले पहिलो पुरस्कार यही त्रिभुवन शान्तिमा 4 कक्षा हुँदा सरसफाइ मम्मीले सफाइ बनाएर पढाइदिन्थ्यो हो क्या। सरसफाइमा मायालु साबन दिएको मेरो पुरस्कार अहिले 2081 सालमा प्रचण्ड प्रधानमन्त्रीको हस्ताक्षरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रबल जनसेवाश्री विभूषित गर्दासम्म पुगेको छ। र त्यो पुरस्कार, त्यो विभूषित मेरो होइन, ए त्रिभुवन शान्ति स्कुलको हो भन्न चाहन्छु। म विद्यार्थी पछि भूमि विद्यार्थी भएँ। भूमि विद्यार्थी भएपछि फेरि विद्यार्थीको सङ्गठन नि बनाइयो, अहिले निरन्तरता चलिरहेको छ। अनि फेरि म अहिले अभिभावक भएको छु। मेरो नजोसा र जोनसाका छोरीहरूको अभिभावक भएर आएको छु। त्यही भएको हुनाले फेरि पनि म अभिभावक तरिकाले र भूमि विद्यार्थीको अध्यक्षको नाताले मलाई स्कुलले सम्झिएन, स्कुलले बोलाएन, चिठी काटेन। मलाई आज पनि चिठी काट्ने छैन। पहिला बरु भूमि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ठाउँ म चिफ गेस्ट हुँदै गर्दाखेरि विशेष अतिथि बनाएर चिठी काटिन्थ्यो। म पूर्व भए, पद सकियो, चिठी आएन। संस्थापक अध्यक्षको नि मलाई चिठी आएन। मलाई प्यारेन्ट्सहरू अभिभावक पनि चिठी आएन, किनकि अभिभावकमा ज्योति हमाल म्याडमको नाम लेखेर चिठी नै आएन। आवाज सुने त्यहाँ मेरा घरमा बस्ने पियुमा पढ्ने पोखरा विश्वविद्यालयमा पढ्ने भाइहरूले आज त त्रिभुवन शान्तिको वार्षिक उत्सव छ भनेपछि म 4 बजे विदेशीहरूलाई पढाउन जाँदैछु। अब म होइन, म त्यहाँ एक्चुअली अनुहार देखाएर जान्छु, किन बोलाएन होइन कि कस्तो रहेछ प्रोग्राम। म यसो उपस्थित भइदिँदाखेरि भाइ बहिनीहरूको प्रदर्शनी हेर्दाखेरि हौसला बढ्छ कि मेरो अग्रज मलाई ज्ञान दिएका सरहरू मेरो साक्षात्कार हुन्छ कि व्यवस्थापन गर्ने पुरानो व्यवस्थापक अग्रजहरूले आशीर्वाद फेरि पाएर अझै माथि जान्छु कि भनेर म यहाँ उपस्थित भएको छु। धेरै धेरै धन्यवाद रामचन्द्रज्यू अनि हाम्रो सुमित म्याडमलाई। उहाँ हुँदाखेरिको एउटा मात्रै टिचर सुमित म्याडम हुनुहुन्छ। र अहिले मैले तपाईँहरूलाई भन्नै पर्छ, मैले सबैबाट छोडेर अहिले मैले अब यो स्कुलमा मात्रै टाइम दिन सक्दिनँ भनेर भूमि विद्यार्थीको संस्थापकको जिम्मेवारी अरूलाई किन दिएँ भन्दा अब म एउटा स्कुल होइन, देशैभरिको स्कुल मात्रै होइन, सबै कुरा र सिङ्गो नेपाललाई नै अगाडि बढाउनुपर्छ भनेर मैले विश्वको उत्कृष्ट गन्तव्य नेपाल भन्ने अभियान सुरु गरेर हरेक जिल्लामा 3वटा हेर्न लायक, देख्न लायक र घुम्न लायक ठाउँहरूको अन द स्पोट त्यही जिल्लामा भक्कसी हाम्रो सुभाष भाइले भन्नुभयो मैले 65वटा जिल्ला घुमेँ। मैले उही ठाउँमा 77वटा जिल्ला घुमेर पेन्टिङ गरेर एउटा किताब तयार पारेको छु। अस्ति नै मैले हाम्रो उसमा विमोचनी गरियो, नेपाल कला यात्रा पुस्तक प्रकाशन गरेको छु। अब यो नेपालीमा प्रकाशन भएको छ। अब यसलाई मैले संसारको 197वटा भाषामा प्रकाशित गरेर विदेशको जस्तै जापान छ भने जापानिजमा, कोरिया छ भने कोरियामा त्यो भाषामा बाँचेर त्यहाँको हरेक स्कुल, क्याम्पस र लाइब्रेरीमा निःशुल्क बाँड्ने महाअभियानमा जुट्दैछु। र तपाईँहरूले पनि यो अभियानमा रु 100 रुपियाँ मात्रै दिएर प्रकाशक भएर यो अभियानमा जोडिन सक्नु भन्दै यो महान अभियानमा जोडिनुहोस् भन्दै रामचन्द्र सरलाई यो हाम्रो व्यवस्थापक समिति अध्यक्षज्यूलाई यो पुस्तक हस्तान्तरण गर्न हार्दिक अनुरोध गर्दछु।
भन्दै बिदा हुन्छु। जय कला क्रान्ति, विश्वमा होस् शान्ति।